बाटो थाहा छ जानु त सातो बाटोबाट अलि जाम परेर कुद्नु भन्दा त साइडको रुट गयो ए त्यो स्विमिङ पुलको साइडबाट जाम न के डिएबीको भोलि यहीँ आउनुपर्छ नो धापा खेलतिर स्ट्रेट फरवार्ड टु हात्तीवन है लुबु हुँदै जानुपर्ने गोदावरी के अरे बोटानिकल गार्डन हैन पुगिसक्यौं हामी यहाँ बोर्ड नि छ अब यसपछि अगाडि हामी हेर्दै कतातिर जानु फुलचौकी जाने बाटो ए त्यो पानीले त यिनीहरुलाई नि गाह्रो पार्यो होला हो यहाँ गाडी आको मैले गए माथि हेर्न अझ पनि सबै पानी पास भइसकेको छैन है हेर्दै थाहा हुन्छ 12 गतेको पहिरो र वर्षा पानीले गर्दा के गरेको यिनीहरु पानी भर्न आयो अब यो ढुङ्गाहरु ल्याएको पानीले नि फुलचौकी डाँडाभित्र पाइने चराहरु फोटोशूट गर्ने ठाउँ रहेछ त साथी हो हामी त खाली अब फेमस भइछ अहिले हाइपमा आइछ होला नि त दशैंको छुट्टीमा छुट्टी भएर पनि होला सबजना फोटो खिच्न हैन के गर्न अलि मात्र लाने जाम्नु हल्का जस्तो भयो यस्तो चिसोमा एकछिनमै अघिसम्म गर्मी हुने ठाउँबाट अचानक चिसोमा भयो नि त ल के साह्रो भएको हो बाटै छैन त अगाडि ल बाटै भगाइदिएछ ल खै त बाटो यतातिर हुनु पर्थ्यो हैन यता भएछ त के भनिस् भर्खरै नजाए टुप्पो टुप्पोमा लड्ला सँग थाहा हुन्छ सफा त सफै छ है पानी बब्बाल सफा छ त ओए के गर्दैछस् माछा समात्न समातिस ठुलै माछा परे रहेछ ल छिर्दैछ अहिले फेरि बाढी आयो भने के गर्छस् त आउँछ पौडी खेल्न आउँछ तँलाई त्यो घुँडासम्म पानी आएकोमा हैन Wait a minute. Who are you?
चिसो छ के नभिजान औ जुत्ता सुत्ता त भिडियोग्राफी आउँदैन रिप्ले गर अनि फेरि आनन्दै भइसक्यो मान्छेहरूले पाइप साइप सबै लगिसक्यो क्यारे चिसो त लास्टै चिसो छ हौ है गोरो हुन्छ होला हौ यो पानीले कुन्थ्यो भने ढुक्कै है भिडिङ कि क्या केटाहरूले लास्ट काले काले भन्छ मलाई ए आज गोरो हुनु पऱ्यो म पक्कै तपाईँ दिन्छु होइन बालिन्छ छ है गोरो भए टल्किरहेछस् सबै त हो नि पानी हो अगाडि माथिकोले मुत्या होला यस्तो भन्दिर यार सफा त बब्बाल सफा छ चिसो छ सकिन्छ कपाल फुङ्गादारी बबालै भन्छ आज हेर्न अङ्कल अरे अङ्कल त लाग्यो नि त अब हामी पज गरिदिउँ आमाहरू हेरेपछि कहाँ नगइकन फर्किनु नै हो हामी ढुक्क जाने कुमारी जननी देहु कुमारी जननी फोटोसुटको लागि सोध्दै थियो है हामीलाई के अरे हाम्रो लाग्यो कि खासमा यो सुतेस minutes later. मार्बल डाँडा नि पहिरो गएर यस्तो भएछ यार त्यहाँ नि जानुपर्ने छ कि एक दिन हाइकिङ त हो आइरहन्छिस् त्यो टुप्पोमा बसेर फोटो खिच्ने जुन थियो नि त्यही देखिरहेको छ नि त्यताबाट त्यो यही साइडको हो मन्दिर नि रहेछ भने बोटानिकल गार्डन गइन्छ यता गयो भने नि यता सिधै गयो भने त्यो मान्छे ओहो यहाँ हिजो कस्तो थियो गोदावरी कुण्ड है त पुग्नै लागेछौँ हामी अझ लाग्छ होला कति मिनट ओए हेर त हिजो थिएन हिजो बिहान आएको थियो पुगिसक्यौँ ए ल यार आज मौसम सफा भएर हो कि मान्छे आएको पार्किङ गर्छ त गाइज फाइनली हामी गोदावरी कुण्ड पुगिसक्यौँ मन्दिर शिवजीको मन्दिर है त यस्तो छ यही ठाउँ मैले देखेको थियो के अरे घरभित्रबाट पानी निस्किन्छ भन्थ्यो के होला नहोला जस्तो लाग्थ्यो के हो भनेर हेर्न आएको यस्तो रहेछ धेरै ठुलो भएर काट्यो हो कि क्या हो यो रुख
के गर्दैछौ भाइ तिमी? यस्तोमा मान्छे पर्यो भने बाँच्दैन नि। जान दिन्थ्यो यार हिजो जान दिन्थ्यो। आज लक गरेको यहाँ नै जान पाउँथ्यो। भित्र छिर्न पाउँदैन? यहाँ दिन्थ्यो। ए भित्र पनि? यसमै हो त्यो धेरै माछाहरूवाला त्यो देखेको थियो नि। यहाँ भित्र नि छ। कत्रो भयो फेरि। ल हेर्दा हेर्नु त के देखिन्छ यहाँ। माछा देखिराख्नुपर्छ कि छैन होला। देखिन्छ देखिरहेछ यार। अहिले सानो रहेछ है। ठुलो भइसकेपछि के गर्छ यहाँको माछा लिएर? बेच्छ होला है। खान त खाँदैन होला। ठुलो भएर काट्यो हो कि के हो यो? यो रुख खोज गरेर होला कि यहाँ पत्ता हो कि के हो? के भित्र छिर्नको लागि जुत्ता खोल्नै पर्यो नि त। अब जुत्ता सुकाली सकियो, अब छिर्नु पर्यो भित्र। दिनकै आउने मान्छे यही हो। हिजो नि आएको थियो, अब मलाई भनिरहेको थियो यस्तो छ ठाउँ एकदम राम्रो छ, त्यही भएर भिडियो बनाउन दिँदैन गाइस, यस्तो छ।
देखाइदिनु भयो पहिला त यहाँसम्म नै पोखरी थियो अरे मान्छेहरू नुहाउनु धुवाउनु यताउता गर्नलाई अहिले चाहिँ यस्तो छ धारा बनाइदिएर छ आनन्दले नुहाउनलाई दाइ नुहाइराख्नु अथवा के देखाउनु दाइलाई अगाड फिल हुन्छ र चाहिँ धारा चाहिँ देखाइदिनु तपाईँहरूलाई यो पोखरी साइड ठुलो साइजमा थियो के भन्दै थियो यहाँ भएको एकजना दाइले पहिला त मान्छेहरू यहीँ पोखरीमै नुहाउँछ भनेर यस्तो थियो भन्दै अहिले चाहिँ यस्तो छ मेला पनि लाग्ने गर्छ अरे कति हो कहिले हो त्यो एक्ज्याक्ट मलाई थाहा हो नि त जस मेला पनि लाग्दो रहेछ पिकनिक सिकनिक गर्ने आउने मान्छेहरूको लागि पनि बेस्टै रहेछ त्यो साइडमा छ कि धेरै त्यो हुन्छ नि सानोतिनो हाउस जस्तो कि एउटा पार्टिसन गरेको त्यस्तो टाइपकोहरू छ अरू त त्यस्तो मेन हो यहाँ भ्यू र पिसफुल इन्भाइरोमेन्ट नै हो कि इभन त्यो क्याफेको नाम पनि त्यस्तै लेखेर रहेछ के थियो त्यो क्याफे पिस भनेर राखेर रहेछ क्याफेको नाम पिकनिक स्पोट नै हो जस्तो लाग्छ हौ मलाई त त्यो पशुपतिको मन्दिरको डिजाइन छ नि त्यो आरती हुने ठाउँको त्यस्तो खालको बनाउन खोजेछ पास नभएपछि त्यही त अनि पास नभएपछि अस्तिको बाढीले गर्दा सफा त हुनु पर्ने तर बाढी यहाँ कताबाट आउँछ होला ल चल्दैमा अब यस्तै हो जस आनन्दको छ राम्रो छ ठाउँ आउनु जानुपर्ने खालको रहेछ घुमफिर गर्ने मान्छेहरूको लागि यसो कहिलेकाहीँ जाममा त कता जाम भन्ने मान्छेको लागि यो चाहिँ गोदावरी के अरे गोदावरी कुण्ड आउनु मिल्ने खालको रहेछ यस्तो